तनावलाई हामी दुई प्रकारको हिसाबले हेर्छौँ। बुवा मम्मीहरूको पालामा चाहिँ उहाँहरू अलिकति तनावरहित हुनुहुन्थ्यो अथवा सुखी हुनुहुन्थ्यो भन्ने हो, केही फरक छ? तनाव नभएको त कहिले पनि थिएन। त्यो हिजोको दिनमा पनि तनाव थियो, आज पनि तनाव छ र भोलि पनि हुनेवाला छ होइन। अर्कै चिजमा मान्छे लागिरहेछ, तर कारण के छ त उसको भित्र तनाव छ। कुन अवस्थामा चाहिँ हामी सामान्य भन्ने अथवा चाहिँ हस्पिटल जाने अथवा चाहिँ कन्सल्ट गर्ने अवस्था चाहिँ के हुनसक्छ? अब यसमा चाहिँ कस्तो, पहिलो कुरा त म कहाँ छु, कुन अवस्थामा छु भनेर थाहा पाउनु पर्छ। हामी स्वयंले नै बिरामीले नै थाहा पाउन सक्छ। पहिलो कुरा चाहिँ यस्ता लक्षणहरू आयो भने कतै मलाई तनाव छ कि भन्ने प्रश्न गर्नु पर्यो। पहिला के भनिन्थ्यो भने चाहिँ मनको बह, कसैले नकह भनिन्थ्यो। जस्तै कोही मान्छे चाहिँ अब तनाव भयो अथवा मेडिकल निड आवश्यकता महसुस गर्यो र चाहिँ हामी कहाँमा आयो अथवा यहाँकोमा चाहिँ आएर चाहिँ परामर्श लिन चाह्यो अथवा चाहिँ यसको चाहिँ ट्रिटमेन्ट चाह्यो अथवा यसको व्यवस्थापन चाह्यो भने कसरी हुन्छ, केही बताइदिनुहुन्छ कि? पहिलो कुरा त हामी भनिरहेको थियौँ कि अघि व्यक्ति आफैले पनि कति चिज गर्न सक्छ र गर्न सकेन भन्ने हो हामी कहाँ आइपुग्ने हो बल्ल। जस्तै हाम्रो यो कोही विद्यार्थीहरू चाहिँ एक्जामदेखि डराउँछ, एक्जाम फोबिया भन्छौँ हामी, अथवा एकदम तनाव लिन्छ। के छ त उसले विद्यार्थीहरूले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ एक्जामको तनावबाट चाहिँ बच्नको लागि? यस्तो विशेष केही छ? पहिलो कुरा त राम्ररी पढ्नुपर्छ नै भन्ने हो। रिसोर्स राम्रो भएपछि जति डिमान्ड भए पनि होइन त्यसलाई हामी कम स्ट्रेसफुल लिन्छौँ। एउटा सर्वे भवन्तु सुखिना सर्वे सन्तु निरामया, सबै सुखी हुन्, सबै निरोगी हुन्। नमस्ते, म डाक्टर अमृत भण्डारी, सहारा आयुर्वेद एन्ड थेरापी सेन्टर, गङ्गबु, काठमाडौँ। आज हामी तनाव, भागदौडको जिन्दगीमा, यो प्रतिस्पर्धाको जिन्दगीमा चाहिँ हामी सबैलाई तनाव हुन्छ अथवा भनिन्छ चिन्ताले मानिसलाई चितामा पुर्याउँछ, चिन्ता नभएको मानिस हुँदैन। एउटा चिन्ताको कारणले गर्दा मानिस मृत्यु समेत हुनसक्छ भन्ने धारणा पनि छ र अर्को चाहिँ चिन्ता भनेको चाहिँ एउटा जिन्दगीको पार्ट अफ लाइफ अथवा चाहिँ जीवनको एउटा पक्ष पनि हो भन्ने छ। हामीले त्यो चिन्तालाई अथवा हामीले सक्सेसमा अथवा सफलतामा कसरी लान सक्छौँ त्यसको बारेमा हामी छलफल गर्नेछौँ। चिन्ता के कारणले हुन्छ, यसका प्रकार के छन् र यसका म्यानेजमेन्ट अथवा यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा हामीले आजको यो बसाइमा प्रस्तुत गर्नेछौँ। आज हाम्रो कार्यक्रममा उपस्थित हुनुहुन्छ डाक्टर विनोद घिमिरे। डाक्टर विनोद घिमिरे योग तथा पुनर्स्थापना विशेषज्ञ हुनुहुन्छ। विगत 15 वर्षदेखि चाहिँ यसै क्षेत्रमा रहेर चाहिँ काम गर्दै आइराख्नु भएको छ। त्रिभुवन युनिभर्सिटीको योग तथा यौगिक साइन्स फ्याकल्टी मेम्बरको रूपमा टिचिङ पनि गर्नुहुन्छ र उहाँ लेखक पनि हुनुहुन्छ। उहाँको योगा साइन्स र तनाव व्यवस्थापन अथवा तनाव चिकित्साको बारेमा चाहिँ उहाँले पुस्तक पनि लेख्नु भएको छ। आज हामीले उहाँसँग चाहिँ यो तनाव, स्ट्रेस, एङ्जाइटी तथा डिप्रेसनको बारेमा चाहिँ हामी गफ गर्नेछौँ। पक्कै पनि आजको बसाइ चाहिँ यहाँहरूलाई पक्कै पनि फलदायी हुनेछ। डाक्टर विनोद घिमिरे, यहाँलाई स्वागत छ। धन्यवाद यहाँलाई। यो तनाव भनेको चाहिँ के होला अथवा चाहिँ यो किन अहिले तनाव चाहिँ को समस्या चाहिँ दिन प्रतिदिन बढिराखेको छ, के छ यहाँको अनुभव? तनाव भनेको एकदम अभिन्न अङ्ग हो। यो चाहिँ हामीलाई चाहिने चिज पनि हो। हाम्रो प्रगतिको लागि चाहिँ तनाव चाहिन्छ र तनाव धेरै भयो भने बल्ल समस्या हुन्छ। र तनाव धेरै किन हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो डिमान्डिङ सिचुएसन र रिसोर्सको बिचमा ग्याप, त्यो ग्याप हुने बित्तिकै के हुन्छ त हामीलाई अझ धेरै मेहनत गर्नुपर्छ, अझ धेरै चाहिने भन्दा बढी प्रयास गर्नुपर्छ। यसको कारणले गर्दाखेरि हाम्रो शरीरको जुन ऊर्जा छ त्यो बढी खपत हुनुपर्ने स्थिति हुन्छ। यो सँगसँगै चाहिँ हामीलाई अब के हुन्छ, विभिन्न लक्षणहरू उत्पन्न हुन्छन्। यसले गर्दा चाहिँ हामीलाई विभिन्न समस्याहरू उत्पन्न हुन्छन्। र फेरि तनाव नहुनु भनेको फेरि कार्यक्षमता घट्नु जस्तो पनि मानिन्छ। तनावले नै मान्छेलाई होइन केही चिज गर्नका लागि प्रेरित गर्छ। तर जब धेरै तनाव हुन्छ अनि समस्या उत्पन्न हुन्छ। मैले अघि नै सुरु गर्दा भने नि यो तनावले अथवा चिन्ताले मानिसलाई चितामा पुर्याउँछ भन्ने पनि भनाइ छ। अर्को भनाइ चाहिँ यो पार्ट अफ लाइफ भन्ने छ।
अब यो कस्तो अवस्थामा चाहिँ तनाव सामान्य हो अथवा चाहिँ यो रोगको अवस्था हो, यो कसरी छुट्याउने? तनावलाई हामी प्रकारको हिसाबले हेर्छौँ। एउटा चाहिँ हामीले यु स्ट्रेस भन्छौँ। भन्नुको अर्थ चाहिँ हामीलाई केही डिमान्डिङ सिचुएसन भयो होइन, अनि पल्ल हामीले केही गर्छौँ नि त, त्यसलाई चाहिँ हामी पार्ट अफ लाइफ भन्छौँ होइन। दुई थरी मान्छेलाई मात्रै तनाव हुँदैन भन्छौँ। एउटा चाहिँ मरिसकेको मान्छे, एउटा नजन्मिसकेको। भन्नुको अर्थ सबैलाई तनाव हुन्छ र तनावले नै मान्छेलाई केही कार्य गर्नलाई प्रेरित गर्छ। त्यो पार्ट अफ लाइफ पनि भयो। अर्को पाटोले गर्दाखेरि धेरै भयो, हामीले बोक्न सक्ने भन्दा धेरै भयो। त्यो बोक्न सक्ने भन्नुको अर्थ चाहिँ साँच्चै बाहिरको सिचुएसनले क्रिएट गरे पनि हुनसक्छ, अथवा हाम्रो माइन्डले ज्यादा लिएको पनि हुनसक्छ। जुन अवस्थामा भए पनि हाम्रो क्यापासिटीभन्दा धेरै लोड अथवा प्रेसर भनौँ, त्यो लिएको अवस्थाले चाहिँ फेरि हामीलाई चितामा समेत पुर्याउँछ। भन्नुको अर्थ चाहिँ नम्बर अफ डिजिजहरू यसले क्रिएट गर्छ होइन, दीर्घ रोगहरू। त्यसै गरी चाहिँ हाम्रो क्वालिटी अफ लाइफ नराम्रो गराउने गर्छ। यसले चाहिँ हजुरले भने जस्तो होइन, चिन्ताबाट चितामा पुग्ने जस्तो पनि हुनसक्छ। यो वास्तवमा तनाव चाहिँ अब कसरी छुट्याउने त? अथवा मेन कारण चाहिँ किन दिनदिनै किन बढिराखेको छ यो तनावको समस्या, अथवा यो रोगको रूपमा चाहिँ किन बढिराखेको छ? तनाव यसरी अहिलेको पछिल्लो समयमा बढ्नुमा चाहिँ हाम्रो जीवनशैलीजन्य कुराहरू नै पर्छ। भन्छ यति धेरै जीवन कम्पिटेटिभ भयो क्या, प्रतिस्पर्धात्मक भयो। अनि बाँच्नका लागि धेरै चिजहरू चाहिँ एकैचोटि हामीले फेस गर्नुपर्ने भयो। यो भइसकेपछि के छ त भन्दाखेरि हामीसँग रिसोर्सहरू त, स्रोत र साधनहरू सीमित छन्। स्रोत र साधन सीमित भइसकेपछि जुन हाम्रो निड्स हुन्छ, आवश्यकता पुरा गर्नलाई धेरै हामीलाई के पर्यो त, तनाव पर्ने भयो। त्यो चाहिँ के भयो त भन्दाखेरि चाहिँ कतिपय कुराहरू चाहिँ हामी आफैले क्रिएट गरे हुन्छन्, कति भनेको चाहिँ फेरि यो सोसाइटीले क्रिएट गरे हुन्छ। त्यसको कारणले गर्दा चाहिँ हामीलाई बढी प्रेसर भयो, हाम्रो रिसोर्सको तुलनामा डिमान्ड बढी भयो, जसले गर्दाखेरि अहिले धेरै हामी तनावमा गयौँ। यसको मतलब चाहिँ हामी पहिलाका हाम्रा जो पुर्खाहरू हुनुहुन्छ, अब हाम्रो बुवा मम्मीहरूको पालामा चाहिँ उहाँहरू अलिकति तनावरहित हुनुहुन्थ्यो अथवा सुखी हुनुहुन्थ्यो भन्ने हो? केही फरक छ? तनाव नभएको त कहिले पनि थिएन। त्यो हिजोको दिनमा पनि तनाव थियो, आज पनि तनाव छ र भोलि पनि हुनेवाला छ। त तनावको नेचर भनौँ न, प्रकृति मात्रै फरक हो। कसरी लिन्छ भन्ने, कसरी पहिले मान्छेहरू अलिक बढी नेचरसँग प्रकृतिसँग रम्थे। त्यो भएपछि तुलनात्मक हिसाबमा डिफ्युजन गर्ने टेक्निकहरू अलिक बढी सहज थिए। अहिले अब हामी अलि जति धेरै सोफिस्टिकेटेड हुँदै जान्छौँ त्यति धेरै अब हामीलाई अझ तनावलाई चाहिँ झेल्ने कुराहरूमा चाहिँ हामीलाई समस्या भइरहेको देखिन्छ। हिजो पनि थियो नि त, हिजो खानाको लागि होइन कति धेरै मेहनत गर्नुपर्थ्यो होइन, त्यो पनि त एक खालको तनाव सबैलाई हुन्छ हो। तर कुरा त्यो थिएन, पहिला हामी नेचरसँग नजिक थियौँ। त्यो होइन हाम्रो बायोलोजिकल क्लक भन्छौँ, जैविक ऊर्जासँग हामी सामञ्जस्यता राख्दथ्यौँ। त्यो तनावलाई पनि कोपअप गर्ने हामीसँग प्राकृतिक स्रोतहरू धेरै थिए। अहिले हामी जति जति रेडिएटेड भएर आउँ त्यति हामीसँग के भयो त भन्दाखेरि त्यो तनाव त उस्तै छन्, अझ बढी बढेको स्थिति छ। तर हामीसँग जुन कोपिङ नेचर जुन छ त्यो चाहिँ तुलनात्मक हिसाबमा हामीले कम प्रयोग गर्न सकेको स्थिति छ। त्यसले गर्दाखेरि पछिल्लो समयलाई हेर्दाखेरि अझ बढी बढेको हो कि भन्न चाहिँ सक्छौँ। यसको कारणले मानसिक समस्याहरू पनि बढ्दै गएको छ होइन। अब मान्छेले त्यसैलाई तनावलाई चाहिँ पछि एङ्जाइटीको रूपमा अथवा त्यसलाई डिप्रेसनको रूपमा गएर अन्तिममा चाहिँ हाम्रो कसैको दैनिक जीवन पनि बर्बाद जस्तो, अथवा चाहिँ दैनिक जीवनमै समस्या देखिएको, कसैले सुसाइडहरू पनि गरेको त्यस्तो देखिन्छ। मतलब यसको कारण चाहिँ के होला? स्पेसल्ली अहिले रोगकै रूपमा चाहिँ जुन हामीले तनावलाई लिन्छौँ अहिले, यो कारण चाहिँ के होला? अब कारण भनेको त एउटा त बाहिरी कारण हुन्छ, जस्तो डिमान्डिङ सिचुएसन छ होइन, जस्तो जागिर छैन होइन, कमाउनु पर्ने प्रेसर छ, परिवार पाल्नुपर्ने प्रेसर छ, कति धेरै बाहिरी वातावरणजन्य प्रेसरहरू छन्। अब इरान र अमेरिकाको युद्ध भइरहेछ, अहिले हामीलाई तेलको भाउ बढेर प्रेसर परिरहेछ। भनेपछि कति चिजहरू चाहिँ बाहिरी कारणले गर्दा हामीलाई प्रेसर क्रिएट हुन्छ होइन, एउटा कारण त्यो छ। दोस्रो कुरा भनेको आन्तरिक कारण छन्, आफ्नै कारणले। जस्तो मेरा आफ्ना प्रायोरिटीहरूको कारणले गर्दा, मेरा आफ्ना एक्सपेक्टेसनको हिसाबले, जस्तो होइन मलाई यो हुनैपर्छ, म योसम्म हुनैपर्छ होइन, फलानाको यस्तो भयो म पनि त्यस्तै हुनुपर्छ भनेर जुन हिसाबले हामीले सोच्छौँ, जुन हिसाबले हामीले व्यवहार गर्ने प्रयास गर्छौँ, त्यसले पनि हामीलाई तनाव क्रिएट गर्छ। बाहिरी कारण चाहिँ हाम्रो कन्ट्रोलमा छैन, तर भित्री कारण त
स्वयं आफै हो नि होइन कारण अब यस्तो छ, बाहिरी कारण पनि केही हदसम्म चाहिँ छ, जसलाई हामी के भन्छौँ भने त्यो सिचुएसनलाई पनि चेन्ज गर्न सकिन्छ कि केही हदसम्म, सबै ठाउँमा होइन, केही हदसम्म चाहिँ त्यो सम्भावना पनि छ। जस्तो हामीलाई एकदमै धेरै साउन्डले समस्या पारिरहेको छ हाम्रो घरमा भने साउन्ड प्रुफ राख्ने हो कि अथवा साउन्ड आउने ठाउँमा गएर रिक्वेस्ट गर्ने हो कि त्यसलाई कम गर्नका लागि, भनेपछि केही हदसम्म त्यो सिचुएसनलाई अभोइड गर्ने या त्यो सिचुएसनलाई अल्टर गर्ने, त्यसलाई परिवर्तन गर्ने या त्यसबाट टाढा भाग्ने पनि हुनसक्छ एउटा। तर कहिले सधैँ त्यो चाहिँ सम्भव छैन फेरि। अनि अर्को कुरा भनेको आन्तरिक कारण छन्। त्यो आन्तरिक कारणलाई त हामीले कसरी हामी एडाप्ट हुने तनावसँग, कसरी हामीले तनावको परिस्थितिहरूकोबाट पार्ने प्रभावलाई न्यूनीकरण गर्ने, आफ्नो तनावलाई लेट गो भनेको विसर्जन गर्न सक्ने, यस्ता कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ। अझ भन्ने हो भने हजुरले भने जस्तो भित्री कुरालाई अझ बढी प्रायोरिटाइज गर्न जरुरत छ। फेरि यसको अर्थ बाहिरी कारणलाई गर्ने पनि होइन, किनकि कहिलेकाहीँ चाहिँ हाम्रो समस्याको समाधान बाहिर हुन्छ कति ठाउँमा। त्यस्तो अवस्थामा बाहिरी कारणलाई हामी काम गर्नु पऱ्यो। अब भित्री कारण छ भने भित्रीमै काम गर्नुपर्छ। तर जेसुकै भयो भने भित्र बलियो भने त बाहिर त्यसै पनि सकिने भयो नि त। त्यस भएर हामीले इन्टरनल म्यानेजमेन्टलाई अझ बढी फोकस गर्छौँ। यो भनिन्छ नि जस्तै स्ट्रेस, एङ्जाइटी र डिप्रेसन के छ, यो तिनवटा बिचमा चाहिँ समानता अथवा फरक, अथवा तनाव चिन्ता नै बढेर चाहिँ डिप्रेसनको अवस्थामा आउने हुन्छ कि अथवा अरू के छ? यो तिनवटा बिचमा चाहिँ के छ फरक अथवा समानता? अब धेरै जसो त तनाव नै बढेर यो परिस्थितिहरूमा जान्छ कति ठाउँमा। सबै ठाउँमा यो हुन्छ नै भन्न सक्ने स्थिति पनि छैन। किनभने एन्जाइटी, डिप्रेसन जस्ता मानसिक रोगहरूको सुरुवात भनेको कि त जेनेटिक कारणले हुन्छ, इन्भाइरोमेन्टल कारणले हुनसक्छ, आफ्नै बायोलोजिकल कारणले पनि हुनसक्छ, तर कहीँ न कहीँ स्ट्रेससँग जोडिन्छ। त्यसो भएर चाहिँ स्ट्रेसलाई हामीले म्यानेज गर्न सक्यौँ, स्ट्रेसलाई हामी होइन कोपअप गर्न सक्यौँ भने यस्ता समस्याहरूमा पहिलो कुरा त हुनेबाट बचिन्छ। दोस्रो कुरो भइसकेको अवस्थामा पनि तिनीहरूको व्यवस्थापन गर्न सजिलो हुन्छ। र अब कुरा के छ भने सामान्य स्ट्रेस छ, हामी आफै पनि म्यानेज गर्न सक्छौँ। कयौँ चिजहरू चाहिँ व्यक्ति आफै सक्रिय भयो, व्यक्ति आफैले चाह्यो भने हुनसक्छ। तर अब यो बढ्दै गएर मान्छेलाई एन्जाइटी, डिप्रेसन जस्तो केसेसहरू छ, अझ साइकोटिक फिचरहरू पनि आयो। त्यस्तो केसेसहरूमा त हामीले उपयुक्त चिकित्सक या मनोपरामर्शकर्ताहरूसँग सल्लाह लिनु नै पर्ने हुन्छ। जस्तै हाम्रो यो तनावको अवस्थामा यो के छ अहिलेको अवस्थामा चाहिँ कस्तो होला? कुनै डाटाहरू अथवा तपाईँको अनुभवको आधारमा चाहिँ के छ, यसको चाहिँ फिगर फ्याक्ट के होला, केही बताइदिन सक्नुहुन्छ? तनाव चाहिँ अहिले पछिल्लो समय हेर्दाखेरि अमेरिकन मेडिकल एसोसिएसनको रिपोर्टहरू हेर्नुहुन्छ भने के छ भने लगभग 60 कटेको मान्छेहरूमा चाहिँ 2/3 हस्पिटल भिजिट भनेकै तनावको कारणले हुन्छ भन्ने छ। र सँगसँगै चाहिँ WHO विश्व स्वास्थ्य सङ्गठनले चाहिँ तनावलाई चाहिँ यो जसरी कोभिडलाई महामारी मानेको थियो, तनावलाई पनि महामारीकै रूपमा लिएको छ। किन महामारीको रूपमा छ भने अहिले नसर्ने रोगको बिबिबी छ। ती नसर्ने रोगको कारण भने त लाइफस्टाइल फ्याक्टर हो, जीवनशैलीजन्य कारण हुन्। त्यो जीवनशैलीजन्य कारणहरूको प्रमुख कारण हेऱ्यो भने चाहिँ फेरि तनाव छ। तनावले दुई हिसाबले चाहिँ यो दीर्घ रोगहरूको निम्ति आउँछ भनिन्छ। के होला त तनावको कारणले हुन सक्ने परिस्थितिहरू अथवा परिस्थिति भने त एउटा त विभिन्न खालका सिम्टमहरू देखिन्छन् होइन, त्यो त हामी एकछिनमा अहिले चर्चा गरि नै हाल्छौँ। सो तनाव हुने बित्तिकै एउटा कुरा त हाम्रो शरीरको सिस्टमलाई नै बिगारिदिन्छ, जसलाई हामी होमियोस्टासिस भन्छौँ, आन्तरिक वातावरण जुन छ होइन। तनाव हुने बित्तिकै स्ट्रेस हर्मोन कर्टिसोल बढ्छ, त्यो हुने बित्तिकै दीर्घ रोगहरूको जोखिम आफै बढाउँछ एउटा। दोस्रो पाटो भनेको तनाव हुने बित्तिकै हाम्रो जीवनशैली आफैमा ध्वस्त हुन्छ होइन। हामीले एक्सर्साइज गर्दैनौँ, खानामा कन्ट्रोल हुँदैन, निद्रा हुँदैन होइन। यस्तो चिजले पनि फेरि अल्टिमेटली त फेरि दीर्घ रोगको जोखिम बढाइदिन्छ होइन। त्यसो भएर चाहिँ तनावको कुरा चाहिँ हाम्रो दीर्घ रोगसँग जोडिन्छ। कुनै उमेर समूहहरू छ त्यस्तो विशेष गरी? यो सबैलाई नै तनाव हुन्छ होइन। के बालबच्चा, के वयस्क, के बुढो सबैलाई हुन्छ। तनावको विषय चाहिँ फरक हुन सक्छ, प्रकृति फरक छ, विषयवस्तु फरक छ, र फेरि अब तनावलाई रिलिज गर्ने तरिकाहरू फरक हुनसक्छ। जस्तो बच्चालाई भयो भने ऊ खेलेर होइन, हाँसेर हुनसक्छ, रोएर हुनसक्छ छिटो होइन। लेडिजलाई छ स्पेसल्ली, महिलाहरूलाई छ भने होइन, उहाँहरू चाहिँ आफ्नो बच्चाहरूसँग खेलेर ज्यादा हुनसक्छ। अब केटा मान्छेसँग छ भने त्यसलाई पोख्नुपर्ने हुन्छ, कता अझ बढी भनौँ न एक्टिभ भएर हुन्छ कि होइन। मान्छेको प्रकृति, मान्छेको स्वभाव अनुसार चाहिँ तनावको
कारणहरू फरक हुन्छन् र तिनीहरूलाई व्यवस्थापन तिनीलाई रिलिज गर्ने तरिकाहरू पनि फरक हुन्छन्। तर नहुने भन्ने चाहिँ फेरि कसैलाई पनि छैन भनिन्छ। यहाँको अनुभवमा चाहिँ जस्तै मेडिकल एटेन्सन जो चाहन्छन् नि हो। अथवा चाहिँ यहाँको हस्पिटलसम्म नै आउने उमेर समूहहरू चाहिँ कुन उमेर समूहको बढी आउँछ, त्यस्तो केही छ? अब आउनेमा त धेरै जसो अवेरनेसको कुरा आउँछ यसमा। सचेतना जसमा छ उहाँहरू नै यो चिजमा आउनुहुन्छ। धेरै मान्छेलाई त सचेतना पनि छैन, मलाई तनाव छ तर तनाव कसरी थाहा पाउने भन्ने छैन होइन। अर्कै चिजमा मान्छे लागिरहेछ तर कारण के छ त उसको भित्र तनाव छ होइन। तर को आउँछ त भन्दाखेरि चाहिँ जो मान्छेलाई यो विषयमा अलिअलि भए पनि थाहा छ होइन, अवेर छ, त्यो मान्छे चाहिँ बल्ल हस्पिटलसम्म पुग्ने हो। त्यही भएर धेरै मान्छेलाई त यसको अवेरनेसकै कमी पनि उसले देखिन्छ। सामान्य हो, ठान्छ। सामान्य ठान्छ। अब कसरी थाहा पाउने भन्ने चाहिँ प्रश्न पनि धेरै हुन्छ मान्छेलाई। थाहा पाउने तरिका भनेको एउटा त तनाव हुने बित्तिकै हाम्रो शारीरिक लक्षणहरू देखिन्छन्। अब शारीरिक लक्षण कस्ता हुन्छन् त भन्दा शरीरमा धेरैतिर दुखाइ हुन्छ तर चेक गरे सबै नर्मल हुन्छ, टेस्ट नर्मल छ, यति धेरै हस्पिटल धाउँछ होइन, डाक्टर सपिङ हुन्छ, केही भेट्दैन होइन। अनि त्यसै गरी चाहिँ उसको अब शरीरमा होइन पेट पोले जस्तो हुने होइन, ग्यास बढे जस्तो हुने, कहिले कब्जियत हुने, कहिले चाहिँ डायरिया हुने होइन। अनि धेरै लक्षणहरू देखिने। मुटु ढुकढुक गर्ने होइन, सास फेर्न छिटो हुने, त्यस्ता लक्षण चाहिँ शारीरिक रूपमा ज्यादा आउँछन्। अब मानसिक हिसाबले हेऱ्यो भने चाहिँ उसको मुड खराब हुने होइन, त्यसै गरी चाहिँ उसलाई कुनै पनि चिजहरूमा इन्ट्रेस्ट नहुने होइन। त्यसपछि गएर चाहिँ निद्रामा हुने कि धेरै सुत्ने कि धेरै कम सुत्ने होइन। अनि त्यसपछि गएर चाहिँ कन्सन्ट्रेसन नहुने, एटेन्सन नहुने, त्यस्ता चिजहरू हुन्छन्। बिहेभियरल चिज पनि देखिन्छ, व्यवहारगत चिजहरू होइन। कसैले धेरै नङ टोक्ने, एक्सिडेन्टहरू ज्यादा हुने होइन, पेय पदार्थहरू, मादक पदार्थहरूको सेवन गर्ने, झगडा पर्ने ज्यादा होइन, यस्ता चिजहरू पनि हुन्छन्। अनि कति मान्छे फेरि काममा पनि तनावकै देखिन्छ। कारणले हो, उनीहरूले यस्ता बिहेभियर चिजहरू चेन्ज हुन्छन्, भएको। हुन्छ। कतिको त काममै पनि समस्या परे हुन्छ होइन। ठुल्ठुलो पोस्टमा हुन्छ, पहिला कत्रो धेरै काम गरेर हुन्छ, अब के हुन्छ अब चाहिँ जब बिस्तारै थुप्रिँदै जान्छ नि तनाव, सानो चिज अझ बढी क्रोनिक स्ट्रेस दिन्छ भन्छौँ। त्यो सानो तनावले झन् अब उसको सिस्टमलाई नै बढी ओभर एक्टिभ बनाइदिरहेको हुन्छ। त्यसले गर्दाखेरि कामको कार्यक्षमता नै घटेर आउँछ। त्यसो भए यो कुन अवस्थामा चाहिँ हामी सामान्य भन्ने अथवा चाहिँ हस्पिटल जाने अथवा चाहिँ कन्सल्ट गर्ने अवस्था चाहिँ के हुनसक्छ? अब यसमा चाहिँ कस्तो, पहिलो कुरा त म कहाँ छु, कुन अवस्थामा छु भनेर थाहा पाउनु पर्छ। हामी स्वयंले नै बिरामीले नै थाहा पाउन सक्छ। पहिलो कुरा चाहिँ यस्ता लक्षणहरू आयो भने कतै मलाई तनाव छ कि भन्ने प्रश्न गर्नु पर्यो पहिलो कुरो त। र अब त्यो भएन होइन भने चाहिँ अब के गर्ने त भन्दा चाहिँ जान्ने मान्छेहरूसँग पुग्ने भन्ने हो। त्यो चाहिँ साइकोलोजिस्ट हुनसक्छ, साइकाट्रिस्ट हुनसक्छ अथवा चिकित्सक हुनसक्छ होइन। त्यो मान्छेहरूसँग पुग्नु पर्यो होइन। कति ठाउँ त अब कस्तोसम्म हुन्छ भने केही प्रश्नावलीहरू हुन्छन्, क्वेसनरहरू पनि हुन्छन् होइन। ती प्रश्नावलीहरू भरेकै भरमा होइन, चेकलिस्टहरू भरेकै भरमा पनि मलाई अलिअलि तनाव छ कि भनेर अलिअलि हामीलाई रफ एस्टिमेसन हुनसक्छ होइन। त्यसपछि जाने पनि अवस्था हुनसक्छ। र यो थाहा पाएपछि चाहिँ अब चिकित्सककोमा जानका लागि मेन कुरा के छ भने आफ्नो क्वालिटी अफ लाइफ कस्तो छ होइन, जीवनको गुणस्तर होइन एकदमै गाह्रो भएको छ, निद्रा लाग्दैन होइन, मजा लाग्दैन, जीवनदेखि विरक्त लाग्छ होइन, अनेक लक्षणहरू छन्, ती लक्षणहरू चेक गर्दा खासै केही ठुलो रोग भेटिँदैन होइन। यस्तो अवस्था छ भने चाहिँ अब फेरि जानु पर्यो। त्यो चाहिँ यो कतिपय चाहिँ तनाव भनेको चाहिँ हेबिट हो कि भन्ने जस्तो पनि लाग्छ। कतिपय व्यक्तिहरूले चाहिँ त्यही चिजलाई चाहिँ सामान्य रूपमा, अब हामीले पहिला पनि चर्चा गरिसक्यौँ, अब तनाव नहुने मान्छे हुँदैन भन्ने हुन्छ। कसैलाई बिजनेसको तनाव अथवा कसैलाई पढाइको तनाव, कसैलाई एक्जामको तनाव, कसैलाई राम्रो गर्ने तनाव, पारिवारिक तनाव फरकको हुन्छ होइन। कसैले त्यही तनावलाई चाहिँ उसले ठुलो रूपमा लिएको हुन्छ, कसैलाई चाहिँ सामान्य लाग्छ। यो चाहिँ के होला? अब तनाव कति छ बाहिरबाट भन्ने कुरा एउटा पाटो छ। केही वैज्ञानिकहरूले केसम्म गरेका छन् भने कुन तनावले कस्तो खालको कति इफेक्ट पर्छ भनेर समेत केही स्केलहरू त्यस्तो डेभलप गरेको देखिन्छन्। तर सधैँ त्यो चिज लागु हुन्छ भन्ने छैन। भनेपछि व्यक्ति आफूले कसरी लिन्छ भन्ने कुरामा धेरै कुरा निर्धारण गर्छ। कसैले सानो तनावलाई पनि धेरै बनाइदिन्छ, जसको तिलको पहाड कारण चाहिँ के होला? त्यो चाहिँ उसको सोच्ने प्याटर्नमा फरक पर्छ। सोचाइकै कारण। त्यो सोच्ने प्याटर्न भनेको कस्तो हुन्छ नि, एउटा त उसको परिवारमा मान्छेहरूको स्कुलिङ कस्तो थियो, उनीहरूको व्यवहार कस्ता थिए, त्यही सिकेर आउने हो नि बच्चादेखिको सिकाइ हो एउटा त होइन। व्यवहारगत हिसाबले उसको वंशानुगतै त्यस्तो खालको बढी टेन्सन लिने थियो कि त्यो दोस्रो कुरा आउँछ।
तेस्रो कुरा भनेको चाहिँ जीवनमा कस्ता अप्ठ्यारा परिस्थितिसँग गुज्रिएर आयो र ती अप्ठ्यारा परिस्थितिहरूलाई जितेर आयो या ती परिस्थितिहरूसँग जित्न सकेन, यस्ता कुराले पनि फरक पारौँ। अर्को कुरा भनेको चाहिँ उसलाई तनाव व्यवस्थापन गर्ने, तनावलाई रिलिज गर्ने टेक्निकहरू कति जान्दछ, उसले कति उसले लर्निङ गरेछ, यसले पनि फरक पार्ने भयो। त्यही भएर यी सबै कुरालाई हेरेर हामीले विचार गर्नुपर्ने हुन्छ। त्यसो भए अब हामी तनाव व्यवस्थापनकै कुराहरू गरौँ। के छ तनाव चाहिँ व्यवस्थापन गर्न सकिने हो अथवा चाहिँ के छ, निको पार्न सकिन्छ अथवा चाहिँ यो व्यवस्थापन कसरी हुन्छ, के छ अब यसको स्टेजहरू के छन् होला, अथवा हामीले तनावलाई चाहिँ रोगको अवस्थामा हुन नदिनको लागि के गर्न सकिन्छ, यसको बारेमा चर्चा गरौँ न। अब तनाव त जीवनमा सधैँ आइरहन्छ। अब तनावलाई कसरी विसर्जन गर्ने, तनावले पार्ने प्रभावलाई कसरी न्यूनीकरण गर्ने र यो तनावको परिस्थितिलाई पनि कसरी आफ्नो अनुकूलमा बनाउने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरो छ। सामान्यतः हामी तनाव व्यवस्थापनमा चाहिँ के भन्छौँ भने के यस्ता जनरल टेक्निकहरू छन् क्या, जनरल कुराहरू छन्, सामान्य कुराहरू छन् जो व्यक्ति आफैले गर्न सक्छ क्या, त्यस्ता चिजहरू प्रयोग गर्नुपर्छ। जस्तो केही भएन प्रकृतिमा घुम्न जाने, होइन, हप्ताको एक दिन हुन्छ कि अथवा महिनाको एक दिन हुन्छ कि अथवा बिहान साँझ मर्निङ वाक अथवा इभिनिङ वाक हुन्छ कि प्रकृतिमा अलिकति घुम्न गयो भने त्यसै पनि त्यो एउटा रिलिज हुन्छ। दोस्रो एक्सर्साइज, होइन, व्यायाम गऱ्यो, कसरत गऱ्यो, दौडिने हो कि हिँड्ने हो कि, होइन, योगा एकदम राम्रो टेक्निक छ अझ। यो चिज भयो भने चाहिँ शरीरमा भएको जुन तनावको प्रतिक्रियाहरू छन् तिनीहरूलाई हामी रिलिज गर्न सक्छौँ। त्यो बाहेक राम्रो म्युजिक सुन्ने हुनसक्छ, होइन, सुन्दर म्युजिकले पनि मान्छेलाई रिल्याक्स बनाइदिन्छ। अर्को कुरा भनेको तनावलाई कसरी लिने भन्ने फरक पर्छ। त्यही तनावलाई तपाईँ एकदमै धेरै त बर्बादै पारो भन्नु पनि सकिन्छ। त्यो मेरो एउटा अपर्च्युनिटी हो लर्निङको लागि, थप मुभमेन्टका लागि भन्न पनि सकिन्छ। कसरी हेर्ने भन्ने चिजले पनि फरक पार्छ। त्यो बाहेक अरू रिल्याक्सेसन प्र्याक्टिसेसहरू हुन्छन्, जस्तो होइन फुट बाथ हुनसक्छ, मसाज हुनसक्छ। आयुर्वेदमा त अति धेरै टेक्निकहरू छ, होइन, शिरोधारादेखि मसाजसम्म कति धेरै चिज छ। कहिलेकाहीँ चाहिँ होइन हर्बल ड्रिङ्क्सहरू जस्तो अश्वगन्धा केही चिजहरू प्रयोग गर्ने, यस्तो विभिन्न चिजहरूले पनि तनावलाई हामी कम गर्न सक्छौँ। अर्को कुरा भनेको अहिले रिसोर्स म्यानेजमेन्ट भन्छौँ, टाइम म्यानेजमेन्ट, मनी म्यानेजमेन्ट, यस्ता फ्याक्टरले पनि तनाव व्यवस्थापन गर्न सकिने हुन्छ। अब बाइचान्स यसले गर्दा पनि आफूले सकिएन भने अब फेरि कहाँ जानु पऱ्यो त, जान्ने मान्छे कहाँ जानु पऱ्यो। पहिला के भनिन्थ्यो भने चाहिँ मनको बह कसैलाई नकह भनिन्थ्यो। आजभोलि चाहिँ अब के भन्नु परेको छ भने मनको बह जान्नेलाई कह भन्नु पर्यो। जो पाइलाई भन्यो भने त्यसले सजेसन दिन्न, होइन, भन्नाले त्यसले हेल्प गर्न सक्दैन। जो जान्ने छ त्यसलाई कहियो भने, त्यसलाई भनियो भने त हेल्प पाइन्छ भन्ने छ। अनि यो तनाव व्यवस्थापन अथवा मनोचिकित्साकै हिसाबले हेऱ्यो भने पनि के हुन्छ भने यो टक थेरापी भन्छौँ हामीले, कुरा गराइ नै साइकोथेरापी वान अफ द कुरा नै हाम्रो टक थेरापी हो। अनि त्यो आफ्ना कुरा कसैलाई राम्ररी पोख्न पाइयो, त्यस एउटा खालको सोचाइमा हाम्रो मन गइरहेको हुन्छ नि त। त्यो सोचाइभन्दा अल्टरनेटिभ क्या अरू फरक खालको सोच्न सक्यो भने त्यो ट्र्यापबाट बाहिर निस्किन्छ नि त। फेरि के हुन्छ भने तनाव हुँदाखेरि एउटा परिस्थिति आयो भने नि त्यही चिजमा माइन्ड घोत्ली गर्छ क्या। अनि त्यो घोत्ली गरिरहेको चिजमा चाहिँ अर्को अल्टरनेटिभ सोच्दा चाहिँ अर्काले सुझाइदिनु पर्ने हुन्छ। त्यसो भएर यस्तो चिजहरूको चाहिँ तनाव व्यवस्थापनमा एकदमै राम्रो रोल देखिन्छ। यो जस्तै भागदौडको कारण अथवा सोचाइको कारण अथवा दैनिक गतिविधिको कारणहरू पनि हामीलाई तनावहरू उत्पन्न हुन्छ, होइन। हामी धेरै बिजी हुन्छौँ, धेरै कामहरू गर्छौँ, हामी चाहिँ अलिकति बढी एम्बिसियस हुन्छौँ। अब यसले यो तनाव हुन नदिनलाई कसरी चाहिँ हामीले दैनिकी व्यवस्थापन गर्न सक्छौँ। जस्तै बिहानदेखि 24 घन्टालाई चाहिँ हामीले डिभाइड गर्दा कसरी चाहिँ हामीले तनाव व्यवस्थापन गर्दाखेरि चाहिँ उपयोगी बनाउन सक्छौँ, केही आइडियाहरू छन्? अब जनरली के हुन्छ भने तनाव सबैलाई हुन्छ, रिलिज गर्ने प्रक्रिया जान्नु पऱ्यो। केही गर्न सकिएन भने नि, होइन, बिहान होइन उठेर एकछिन प्राणायाम जस्ता अभ्यासहरू, होइन, मर्निङ वाक जस्तो कुराहरू, होइन, यसले एकदमै राम्रो हेल्प गर्छ। बिहानको उठ्ने कति बजे, कुन बेला उठ्दाखेरि के छ त्यस्तो केही? सूर्योदयभन्दा अगाडिको समयलाई हामी उत्तम मान्छौँ, होइन। त्यो त फेरि व्यक्ति अनुसार हुन्छ नि, कसै कोही चाहिँ मर्निङनेस भन्ने छ, कसैमा इभिनिङनेस भन्ने कन्सेप्ट पनि छन्। त्यो बाहेक भनेको हामी तनावको व्यवस्थापनको कुरा गर्दा चाहिँ बेलामा हामीले केही गर्न सकिएन भने लामो गहिरो सास मात्रै लिन सक्यो भने लङ डिप ब्रिदिङहरू, त्यसले पनि हेल्प गर्छ। हामी कार्यक्षेत्रमै छौँ, त्यस्तो कुराले हेल्प गर्छ। हामी दिनभरि अफिसमा डेस्कमा बेन्चमा होइन हामीले प्रयोग गरिरहेको हुन्छौँ,
अनि त्यतिखेर केही नभए पनि अलिकति तन्काउने खालको अभ्यासहरू जसलाई हामी डेस्क एक्सर्साइज अथवा कार्यक्षेत्रगत कुराहरू भन्छौँ, ती चिजले धेरै हेल्प गर्छ। अरू केही भएन, आयो होइन, हाम्रो चिसो पानीले मुख धुने चिजहरूले पनि तनाव कम गर्छ भन्छ। निद्रा राम्रो बनाउने उपायहरू छन्। निद्रा राम्रो भयो भने पनि तनावको प्रतिक्रियालाई हामीले कम गर्न सक्छौँ। तनाव कम गर्ने फ्याक्टर चाहिँ के होला कि बेसिक 3-4 चिजहरू यो चिज चाहिँ हामीले गऱ्यौँ भने त्यही कुरा हामी उयो गरिरहेको थियौँ। पहिलो कुरा त योगा एकदमै इम्पोर्टेन्ट छ। त्यसै गरी भनेको चाहिँ एक्सर्साइज, योगा एक्सर्साइजकै फर्ममा पनि आउँछ आउन चाहिँ। त्यो भनेको अर्को भनेको चाहिँ तनावमा भएको कुरालाई कसरी रिलिज गर्ने भनेर लेख्ने प्रक्रियाहरू हुन्छ, जसलाई हामी जर्नलिङ आर्ट भन्छौँ। आफ्नो तनावले शब्दमा उतारियो या चित्रको रूपमा उतारियो भने चाहिँ धेरै रिलिफ गर्छ भन्छ। त्यो बाहेक अर्को भनेको चाहिँ केही भने नेचरसँग जाने, प्रकृतिमा बेला बेलामा जाने, यस्ता कुराले पनि हेल्प गर्छ। त्यसपछि गएर चाहिँ हाम्रो योग निद्रा जस्तो रिल्याक्सेसन प्र्याक्टिसेसहरू छ, यी चिजहरूले चाहिँ एकदमै धेरै हेल्प गर्छ। आजभोलि यस्तो धेरै सफ्ट म्युजिकहरू भेटिन्छन्, सिङ्गिङ बलदेखि अरू ती एप्सहरू पनि भेटिन्छन्, युट्युबमा प्रशस्त त्यस्तो भिडियोहरू भेट्छन्। तिनीहरूको सुनाइले पनि धेरै हदसम्म हामीलाई सहयोग गर्छ। योगा तथा मेडिटेसन पनि एउटा राम्रो उपाय भनिन्छ। यसको चाहिँ के छ, यसको साइन्स के छ होला? ओके, जनरली के हुन्छ भने स्ट्रेस हुँदाखेरि चाहिँ हाम्रो स्ट्रेस हर्मोन बढ्छ। हाम्रो किडनीको माथि भएको एउटा टोपी आकारको ग्रन्थि छ जसलाई हामी एड्रिनल ग्ल्यान्ड भन्छौँ। त्यो एड्रिनल ग्ल्यान्डले चाहिँ स्ट्रेस हर्मोन कर्टिसोलको मात्रा बढाइदिन्छ होइन, लङ टर्मको स्ट्रेसले स्पेसली। अब यो कर्टिसोल कम हुने बित्तिकै हामीलाई स्ट्रेस रिलिज हुने हो। अब योगा मेडिटेसनको प्र्याक्टिसेसहरूले चाहिँ हाम्रो कर्टिसोलको मात्रा घटाइदिन्छ भन्ने छ। त्यसै गरी यसले चाहिँ डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, इन्डोर्फिन जस्ता होइन, जो हामीले जसलाई ह्याप्पिनेस क्रिएट गर्ने हर्मोन भन्छौँ, तिनीहरू चाहिँ बढाइदिन्छ भन्छ होइन। जति हामी यो ह्याप्पिनेस बढाउँछौँ भनेको अर्को पोजिटिभ हर्मोनहरू हाम्रो ब्रेनमा, हाम्रो शरीरमा बढाउँछौँ नि, त्यति स्ट्रेस हर्मोन कम हुन्छ। त्यसो भएर चाहिँ यसले फाइदा गर्छ भन्छ। र मेडिकल्ली भन्नुपर्दा चाहिँ हाम्रो शरीरमा आफसे आफ चल्ने, जसलाई हामी अटोमेटिक नर्भस सिस्टम भन्छौँ, त्यो नर्भस सिस्टमका दुईवटा हाँगाहरू हुन्छन्। एउटा हाँगा चाहिँ हामीलाई तनाव बनाउने हुन्छ, स्ट्रेस रेस्पोन्स बनाउने, जसलाई मेडिकलले सिम्प्याथेटिक नर्भस सिस्टम भन्छौँ। अर्को चाहिँ रिल्याक्स बनाउने सिस्टम हुन्छ, जसलाई हामी प्यारासिम्प्याथेटिक नर्भस सिस्टम भन्छौँ। स्ट्रेस हुँदा अब स्ट्रेस रेस्पोन्स बढ्या हुन्छ। रिल्याक्स बनाउने चिज जुन छ प्यारासिम्प्याथेटिक डोमिनेन्स चाहिँ योगा मेडिटेसनबाट हुन्छ, भ्यागल टोन बढाइदिन्छ। त्यसले गर्दा यसले हेल्प गर्छ भन्ने छ। र संसारमा यति धेरै अध्ययनहरू पनि छन् जसमा चाहिँ स्ट्रेसलाई म्यानेज गर्नलाई योगा मेडिटेसनको ठुलो रोल देखिन्छ। दैनिक चाहिँ कति मिनट चाहिँ योगा तथा मेडिटेसनमा चाहिँ दिनु राम्रो? अब जनरली 1-1.5 घन्टाको प्र्याक्टिस चाहिँ सबैले राम्रो हो। योगा अथवा मेडिटेसनको आसन अथवा मेडिटेसनको फर्ममा यदि त्यो सकिन्न भने केही मिनटको प्र्याक्टिसले पनि हुन्छ। त्यो भने अरू केही गर्नै पर्दैन। केही यस्ता अध्ययनहरू छन्, लामो गहिरो सास लिने ब्रिदिङ टेक्निकहरू जुन छन्, तिनीहरू 5 मिनट्समै पनि कर्टिसोलको मात्रा, तनाव हर्मोनको मात्रा कम गर्न सकिन्छ भन्ने छ। अब कुरा के छ, थोरै गरियो भने एकछिनलाई मात्रै भयो। अलिक सस्टेनेबल इफेक्ट ल्याउनु छ भने कम्तीमा पनि 45 मिनट्स टु 1 आवर चाहिँ। अहिले चाहिँ यो कतिको प्र्याक्टिस गर्छन्? प्र्याक्टिस अहिले धेरै नै छ। अहिले पछि चाहिँ राम्रो छ। त्यो मात्रै होइन, अहिले त मेडिटेसनमा आधारित काउन्सिलिङ थेरापीहरू पनि छन्। जस्तै कोही मान्छे चाहिँ अब तनाव भयो अथवा मेडिकल निड आवश्यकता महसुस गर्यो र चाहिँ हामी कहाँमा आयो अथवा यहाँकोमा चाहिँ आएर चाहिँ परामर्श लिन चाह्यो अथवा चाहिँ यसको चाहिँ ट्रिटमेन्ट चाह्यो अथवा यसको व्यवस्थापन चाह्यो भने कसरी हुन्छ, केही बताइदिनुहुन्छ कि? पहिलो कुरा त हामी भनिरहेको थियौँ कि अघि व्यक्ति आफैले पनि कति चिज गर्न सक्छ र गर्न सकेन भन्ने हो हामी कहाँ आइपुग्ने हो बल्ल। अब त्यतिखेर चाहिँ हामीले तनाव कहाँबाट सुरु भयो भन्ने कुराबाट नि हेर्नुपर्छ। तनावको कारण के छ भन्ने हुन्छ, किनभने माइन्डमा कसरी सोचिरहेछ, सोच्ने प्याटर्नले नै धेरै निर्धारण गर्छ भन्ने छ। अब फेरि ठ्याक्कै सधैँ माइन्डमै मात्रै गएर हुँदैन, त्यसको लागि हामी शरीरमा काम गर्नुपर्ने हुन्छ। पहिला त शरीरमा काम गर्नलाई चाहिँ शरीर शुद्धिकरण गर्ने कुराहरू पनि हामी युज गर्छौँ, जस्तो पञ्चकर्मको शिरोधाराहरू भनौँ, योगको चाहिँ पेटलाई सफा गर्ने डिटक्स जस्तो कुराहरू, यो कुराहरू प्रयोग गर्छौँ। त्यसै गरी हामीले इनर्जीलाई गर्नका लागि चाहिँ हाम्रो प्राणायाम जस्ता अभ्यासहरू, मेडिटेसन जस्ता अभ्यासहरू होइन, विभिन्न प्र्याक्टिसहरू चाहिँ कम्बाइन हिसाबले प्रयोग गर्छौँ। अनि सँगसँगै चाहिँ आयुर्वेदको मेडिसिनहरू पनि प्रयोग गर्छौँ होइन। कैयौँ मेडिसिनहरू छन् जुन छन् जसले चाहिँ हाम्रो स्ट्रेसलाई कम गर्नलाई हेल्प गर्छन्, जस्तो अश्वगन्धा, जटामसी जस्तो यी औषधिहरूले चाहिँ होइन यो निद्रा राम्रो गराउन पनि यिनीहरूले हेल्प गर्छन्। र आयुर्वेदको विभिन्न थेरापीहरूले थप सपोर्ट गर्छ। यो सबै चिज गऱ्यो भने चाहिँ उनीहरूलाई
इफेक्ट देखिन्छ। जस्तै दैनिक रूपमा हामीले तनाव व्यवस्थापन अथवा तनाव नहोस् भन्नको लागि हामीले प्रयोग गर्ने कुनै हर्बल मेडिसिनहरू अथवा त्यस्तो केही छन्? अब सामान्यतः त यो हर्बल मेडिसिन पनि विशेषज्ञहरू सम्बन्धित विज्ञहरूबाटै प्रयोग गरेको राम्रो, आफै जाडले प्रयोग नगरेकै राम्रो हुन्छ। तर धेरै चिजहरूमध्ये हामीले प्रयोग गर्न सकिने जस्तै चियाको रूपमा खाइन्छ, चियाको रूपमा प्रयोग गर्ने चियाकै रूपमा प्रयोग गर्ने हिसाबले हेऱ्यो भने चाहिँ अश्वगन्धा जस्तो भयो, त्यसपछि घोट टाप्रीको चिया भनौँ होइन, त्यसै गरी चाहिँ हाम्रो यो गुर्जोको चिया भनौँ होइन, अश्वगन्धाकै चिया भनौँ, यस्ता चिजहरूले सपोर्ट गर्छ। त्यसै गरी शिलाजित जस्तो चिजहरूले पनि अश्वगन्धा शिलाजित जस्ता चिजहरूले के गर्छ भन्दाखेरि चाहिँ स्ट्रेस हुने बित्तिकै नेचुरल्ली बडीमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ। यस्ता चिजहरूले चाहिँ जसलाई हामी रसायन भन्छौँ आयुर्वेदमा, ती औषधिहरूको प्रयोग गऱ्यो भने चाहिँ एन्टिअक्सिडेन्टको मात्रा बढेर स्ट्रेसले इन्ड्युस जति पनि लाइफस्टाइल डिसअर्डरहरूको प्रिभेन्सन गर्नलाई, म्यानेजमेन्ट गर्न चाहिँ रोल प्ले हुन्छ। सँगसँगै चाहिँ केही भएन भने होइन, चिसो पानीले मुख धुने कुरा भनौँ होइन, फर्केर आइसकेपछि होइन, यो गर्दा चाहिँ भ्यागस नर्भ स्टिमुलेसन हुन्छ, सो द्याट स्ट्रेस कम हुन्छ भन्ने छन्। अनि त्यो मात्रै होइन होइन, जस्तो फुट बाथ भनौँ, फुट मसाज भन्नु, आफै पनि होइन सेल्फ मसाज गर्ने आजभोलि टेक्निकहरू छ। जस्तो तेलहरू लियो, तिलको तेलहरू, टाउकोलाई मसाज गर्यो, फेसलाई आफै सेल्फ मसाज गर्यो, खुट्टालाई आफैले सेल्फ मसाज गर्यो भने पनि स्ट्रेस कम हुन्छ भन्ने छ। त्यो मात्रै होइन, बडीलाई यसरी ट्यापटमेन्ट भन्छौँ होइन, यसरी हिर्काउने सामान्य हिसाबले EFT भन्छ, यस्तो टेक्निकहरूले पनि हेल्प गर्छ। जस्तै हाम्रो यो कोही विद्यार्थीहरू चाहिँ एक्जामदेखि डराउँछ, एक्जाम फोबिया भन्छौँ हामी, अथवा एकदम तनाव लिन्छ, के छ त उसले विद्यार्थीहरूले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ एक्जामको तनावबाट चाहिँ बच्नको लागि? यस्तो विशेष केही छ? पहिलो कुरा त राम्ररी पढ्नुपर्छ नै भन्ने हो। रिसोर्स राम्रो भएपछि जति डिमान्ड भए पनि होइन, त्यसलाई हामी कम स्ट्रेसफुल लिन्छौँ एउटा। दोस्रो कुरो फेरि जति पढायो भने के अरे यो एक्जामलाई एकदम तनावको रूपमा लिने चलन छ। जति इन्जोय भएर, जति रिल्याक्स भएर एक्जाम दिनु गयो त्यति धेरै इफेक्टिभ हुने। त्यो चाहिँ प्र्याक्टिस नै हो एक किसिमले। प्र्याक्टिसमा हामीले हेर्दाखेरि चाहिँ लङ डिप ब्रिदिङहरू होइन, आजभोलि हामी स्क्वायर ब्रिदिङ भन्छौँ, योगमा चाहिँ कुम्भक सहितको अभ्यास हो। केही भएन भने 4 सेकेन्डलाई सास लियो, 4 सेकेन्ड भित्र रोक्यो, 4 सेकेन्ड बाहिर फाक्यो, फेरि 4 सेकेन्ड रोक्यो होइन, कसैले थाहा पनि पाउँदैन नि त होइन। एक्जाममा आइरहेछ क्या, जस्तो एक्जाममा लेख्नु बस्यो, मनमा आइरहेछ तर लेख्न आउँदैन, कतिलाई हात पसिना आउँछ, डर लाग्छ। यस्ता लङ डिप ब्रिदिङहरू, केही भएन शीतली प्राणायाम भन्छौँ, जिब्रोलाई यसो बाहिर निकालेर ट्युब बनाएर सासभित्र लियो, एकछिन फाल्यो, एक्जामकै बेलामा पनि गर्न सक्छौँ। त्यो मात्रै होइन, यस्ता प्र्याक्टिसेसहरू हामीले योगको प्र्याक्टिसेसहरू गऱ्यो भने हाम्रो वर्किङ मेमोरी बढ्छ, कन्सन्ट्रेसन एटेन्सन बढ्छ, माइन्ड चाहिँ रेस्टफुल अलर्टनेसमा जान्छ। भनेको माइन्ड रेस्ट छ, एट द सेम टाइम अलर्ट छ क्या। त्यस्तो फेजेसहरूले झन् हाम्रो एक्जामको पर्फर्मेन्स राम्रो गराउन चाहिँ हेल्प गर्छ। र सँगसँगै चाहिँ हामीले अघि भनेका जडीबुटीहरू, अश्वगन्धा, जटामसी होइन, यस्ता औषधिहरू कति चिजहरू छन्, शङ्खपुष्पी, यी चिजहरूको नियमित सेवनले पनि फरक पार्छ। अर्को भनेको लाइफस्टाइल कस्तो छ, कसरी सुत्छ, कसरी खान्छ, कस्तो खान्छ, यस्ता चिजले, पानी कति पिउँछ, यी चिजले पनि हाम्रो कन्सन्ट्रेसन एटेन्सन मेमोरीमा फरक पार्छ र विद्यार्थीलाई परीक्षाका लागि चाहिँ सहज बनाइदिन्छ यो राम्रो हुने बित्तिकै। जस्तै वैदेशिक रोजगारमा हुनेहरू जो आफ्नो करियरको लागि चाहिँ एकदम चिन्तित हुन्छ, उनीहरूको लागि पनि केही छ त्यस्तो? अब विदेशमा अहिले धेरै समस्या छ, नेपालीहरू जहाँ जहाँ हुनुहुन्छ तनाव एकदमै धेरै छ। अब यस्तो बेलामा पनि अब गर्ने भने त त्यही नै हो, तनावको कारणलाई धेरै मिनिमाइज गर्न गाह्रो छ भनेपछि तनावले पार्ने प्रभावलाई न्यूनीकरण गर्नलाई यही ब्रिदिङ टेक्निकहरू होइन, लकअप इनर्जी भन्छौँ होइन, त्यो अलिकति एक्सर्साइज जस्तो कुराहरू, अनि गएर तनावलाई लिएर हिँड्ने जुन हाम्रो सोच छ, त्यो सोचमा अलिकति भए पनि अर्को एङ्गलले हेर्न सक्दाखेरि सोच परिवर्तन पनि गर्नु पर्यो। त्यो एकदमै इम्पोर्टेन्ट छ। यसको मतलब हामीले तनाव जिन्दगीमा तनाव भइरहेको छ, यसलाई चाहिँ हामीले कसरी कोप गर्ने, ह्यान्डलिङ गर्ने भन्ने त्यसकै प्र्याक्टिस गर्नु पर्यो। हो, त्यही नै हो कुरा। जस्तो कति चिजहरू बाहिरै हामीले त तनावलाई सोर्सलाई नै हामी भनौँ न स्रोतलाई नै कम गर्न सक्छौँ, कति ठाउँ हाम्रो सम्भव छैन। तनावबाट हामी बच्न सकिएन, कोप कसरी गर्ने, तनावसँग कसरी जिउने, जति धेरै तनाव फेस गर्यो उति धेरै बानी बस्ने हो, त्यस्तो के दुइटै होइन। यस्तो छ, तनावलाई उसले कसरी फेस गरेपछि कसरी भयो, फेस गरेर जित्दै गयो भने उसलाई रेजिलियन्स भयो होइन, त्यो परिस्थितिहरू चाहिँ लचक हुँदै, परिस्थितिप्रति लचकता उसको आउँछ, रेजिलियन्स भन्छौँ त्यसलाई हामी।
अब तनावले नै जित्यो, तनावले कोपअप गर्न सकेन, तनावलाई राम्ररी पचाउन सकेन भने त अब तनावले जित्छ। अब एउटा जिताइ भयो, अर्को जिताइ सजिलो, अर्को जिताइ सजिलो, एउटा हार भयो एउटा सकेन, अर्को सकेन भन्दा अब सानो चिज सिरिज अफ फेलियर भन्यो भने त्यसमा सजिलो अप्ठ्यारो हुन्छ क्या। तर तनावलाई जित्ने आइडिया त पक्कै पनि छ। अब यसलाई अझै सिम्पल भाषामा भनौँ, एउटा ठुलो रुख छ, जराहरू सानो छ भने हावाहुरीले पल्टाइदिन्छ। तपाईँले मल हाल्नुभयो, पानी हाल्नुभयो, जरा लामो बनाउनु भयो भने हावाहुरीले पल्टाउन्न, होइन? हाँगा भाँचिन सक्छ, पात झर्न सक्छ, रुख अलिअलि टेढो हुनसक्छ, भाँचिँदैन नि त। भनेपछि हामीले अहिले गर्नुपर्ने भनेको हो, जति हामीले पानी हाल्छौँ, जति मल हाल्छौँ, त्यति जरा ठुलो हुन्छ। जति आफूभित्र पिस छ, जति मन शान्त छ, जति मसँग त्यसलाई कोपअप गर्ने टेक्निकहरू छ, त्यति मैले के गर्न सक्छु, तनावसँग कोपअप गर्न सक्छु। त्यही भएर यसमा हामी के भन्छौँ भन्दाखेरि जसरी तनाव हाम्रो अटोमेटिक नर्भस सिस्टमले लर्निङ गर्यो सर्भाइभलका लागि, हामीले त्यो डिलर्निङ अनलर्निङ गर्नलाई पनि हामीसँग केही टेक्निक चाहियो। त्यसो भएर हामीले के गर्नु पर्यो त, स्ट्रेस म्यानेजमेन्ट रिलिभ गर्नु पऱ्यो। यही कुरालाई आधार बनाएर नै फेरि हामीले अघि कुरा पनि गरिरहेको थियौँ, स्ट्रेस मेडिसिन भनेर धेरैजनाले चासो भएर त्यो किताब पनि लेखेको छौँ। हुन्छ, तपाईँले एउटा पुस्तक पनि लेख्नु भएको छ जस्तै तनाव चिकित्सा भनेर, जस्तै स्ट्रेस मेडिसिन। यसमा चाहिँ के छ, यसको बारेमा अलिकति बताइदिनुहोस् न। अब धेरै मान्छेलाई चाहिँ स्ट्रेस कसरी म्यानेज गर्ने भन्ने धेरै चासो पनि भयो। धेरै गभर्मेन्टको प्रोग्रामहरूमा पनि स्ट्रेस म्यानेजमेन्ट भनेर गरियो। अब एकजना मान्छेलाई धेरै ठाउँ पुग्न पनि गाह्रो, धेरैजनाको इन्ट्रेस्ट पनि यसमा। त्यसो भइसकेपछि स्ट्रेस मेडिसिनै हिसाबले किताब भयो भने धेरैलाई एउटा यो फोकस समूह चाहिँ के छ, कसले पढ्नु पर्छ? अब जसले बुझ्छ त्यसले पढ्ने भन्ने पनि भइहाल्यो किताबको कुरा त। भनेपछि जसलाई धेरै स्ट्रेस छ तिनीहरूलाई नै हो। अब बच्चाहरूलाई त धेरै पढ्नलाई गाह्रो हुन्छ, त्यो बाहेक अरू ग्रुपहरू सबैलाई यो उपयोगी। जस्तै यसमा विद्यार्थीको कुरा पनि गऱ्यौँ हामीले। विद्यार्थी चाहिँ कोही मान्छे तनावमा अथवा प्यारेन्ट्सकै गाइडेन्सको कारण अथवा प्यारेन्ट्सले नै बढी केयर गरेको कारणले पनि मान्छे तनाव लिने, विद्यार्थीहरू तनाव लिने हुन्छ। यो प्यारेन्ट्सको चाहिँ के भूमिका छ विद्यार्थीलाई यो तनाव हुन नदिनको लागि अथवा उसको चाहिँ कन्फिडेन्स लेभल बिल्डअप गर्नको लागि? तनावमा दुइटै छ। एउटा त कोपअप गर्न पनि प्यारेन्ट्सको रोल छ, होइन? ऊ तनावमा छ, उसलाई कोपअप गरिदिनलाई होइन फेसिलिटेसन गरिदिने कि घरमा राम्रो इन्भाइरोमेन्ट बनाइने कि अथवा सम्बन्धित ठाउँमा पुर्याउने कि भन्नेमा पनि रोल छ एउटा। दोस्रो भनेको चाहिँ तनावलाई बढाउन पनि रोल छ, होइन? यति धेरै प्रेसर हामी अभिभावकले दिइरहेको हुन्छौँ कि आफ्ना कति कैयौँ अनफुलफिल इच्छाहरू जुन छन् नि, आफ्नो पालाका चाहिँ आफूले पुरा गर्न नसके इच्छाहरू चाहिँ अब सन्तानले पुरा गर्नुपर्छ भनेर प्रेसर डालेर हुन्छ। आफ्नो इच्छा आकाङ्क्षाहरू हुन्छ, उसका पनि त आफ्ना इच्छा आकाङ्क्षा छन्, उसको पनि आफ्नो शरीरको आफ्नो लिमिटेसन छ। यो चाहिँ यो प्यारेन्ट्सको चाहिँ के भूमिका हुन्छ यसमा? प्यारेन्ट्सको यसमा चाहिँ अहिले यसलाई हामी हेलिकप्टर प्यारेन्टिङ भन्छौँ। एउटा भनेको अर्थ यति धेरै हामी त्यसलाई फेसिलिटेसन गरिदिन्छौँ क्या, ज्यादा फेसिलिटेसन गर्छौँ, धेरै प्रेसर दिन्छौँ, यो पढ्नुपर्छ, तैँले मार्क्स ल्याउनुपर्छ, होइन? यति मार्क्स ल्याएन भने खत्तम छ, ब्ल्याक एन्ड व्हाइट थिङ्किङ। तर प्यारेन्ट्सले त भन्छ नि त, म त उसकै भविष्यको लागि भनेको हो, तर उसकै राम्रोको लागि भनेको। अघि मैले भनिरहेको थिएँ एउटा हेलिकप्टर प्यारेन्टिङ कन्सेप्ट भनेको हेलिकप्टर जहाँ बस्छ अथवा कुखुरा जहाँ एकदमै ओथारो बसेर अन्डालाई राखिराख्यो, एउटा लेभलमा त अन्डा ह्याच आउट हुन्छ, होइन? बाहिर निस्किन्छ नि त। तर बाहिर निस्केको त्यो सानो चल्लालाई पनि उसले सधैँभरि ओथारो राख्यो भन्दा न उसले खान सिक्छ, न उसले भनौँ न अगाडि बढ्न सिक्छ, न उसले स्ट्रेसलाई कोपअप गर्न सिक्छ। त्यसरी एउटा लेभलमा सपोर्ट चाहिन्छ, तर एउटा लेभलमा इन्डिपेन्डेन्सी पनि चाहिन्छ। तब न उसले आफूलाई ग्रो गर्न सिक्छ, आफ्नो स्ट्रेस कोपिङ मेकानिजमहरू सिक्छ। त्यसो भएर चाहिँ धेरै केयर गर्नु पनि समस्या पार्नु, फेरि हुन त आफ्नो सन्तानको सबैलाई माया त हुन्छ नै, बढी गऱ्यो भने चाहिँ त्यो नै प्रेसरको रूपमा स्ट्रेसको रूपमा आइदिन्छ। अनि सोसाइटीको चाहिँ के भूमिका छ होला के को लागि? जस्तै स्ट्रेस म्यानेजमेन्ट गर्नलाई अथवा एउटा समूह ग्रुप अथवा चाहिँ सोसाइटीहरूको केही इफेक्ट हुन्छ त्यसमा? अब यसमा त एउटा कुरा त स्ट्रेस कम गर्ने इन्भाइरोमेन्ट बनाउनु पनि एकदम इम्पोर्टेन्ट एउटा। दोस्रो एउटा हामीले यस्तो समूहहरूको पनि हुनसक्छ, जस्तो विभिन्न समूह छन् त्यो सोसाइटीमा, होइन? ती सोसाइटीमा होइन स्ट्रेस के हो, स्ट्रेसको पहिचान कसरी हुन्छ, यसको कोपअप कसरी गर्न सकिन्छ, कुन अवस्थामा भयो भने होइन स्ट्रेसलाई चाहिँ जान्ने काममा पुर्याउने, स्ट्रेसबाट प्रताडित मान्छेलाई, यी सबै कुरा गर्नलाई त फेरि सोसाइटीले नै रोल प्ले गर्छ। सोसाइटीले यसलाई जनरली के गर्छ भने भनौँ यो स्ट्रेस तनाव भनौँ न अथवा चिन्ता डिप्रेसन यस्ता चिजलाई चाहिँ एकदम धेरै नकारात्मक हिसाबले लिदियो भने त मान्छे त्यसलाई फेस गर्नलाई, त्यसमा समस्याको समाधान निकाल्नलाई पनि मान्छे तयार हुँदैन। त्यो सोसाइटीमा अवेरनेस हुनु, सोसाइटी एउटा इन्गेज हुनु चाहिँ एकदमै राम्रो। राज्यको भूमिका चाहिँ के छ तपाईँको? राज्यको धेरै ठुलो रोल छ यसमा। राज्यले हुन त रिसोर्स जति भए पनि पुग्दैन, त रिसोर्सको जुन ग्याप छ त्यसलाई पनि पुरा गर्न जरुरत छ एउटा, होइन?
ती आवश्यकताहरू एउटा आधारभूत आवश्यकताहरू भयो भने नि कम हुन्छ। दोस्रो कुरा भनेको चाहिँ स्ट्रेस त अब आधारभूत आवश्यकता पुरा भयो भने मनले कसरी लिन्छ भन्ने पनि त छ नि त फेरि। त्यसलाई कोप अप गर्नलाई होइन यो अलिअलि त अहिले सुरु भएको छ विद्यालय स्तरदेखि नै होइन यो विषयवस्तुलाई राख्ने सँगसँगै चाहिँ अब विभिन्न पियर ग्रुपहरूमा यसलाई पुर्याउने सँगसँगै चाहिँ स्ट्रेससँग रिलेटेड वेलनेस एक्टिभिटिजहरू जुन छन् तिनीहरूलाई प्रमोट गर्ने तिनीहरूलाई सोसाइटीमा चाहिँ पुर्याउनलाई नीतिगत हिसाबदेखि लिएर कार्यान्वयनको लेभलमासम्म पुर्यायो भने चाहिँ गभर्मेन्टको ठुलो कन्ट्रिब्युसन हुन्छ यसमा। हामीले यति धेरै कुरा गऱ्यौँ। कोही जस्तै तनावको अवस्थाबाट गुज्रिराख्नु भएको छ अथवा विभिन्न समस्याहरू देखिराखेको छ, उसले चाहिँ कन्सल्ट गर्न चाहन्छ अथवा भेट्न चाहन्छ भने के छ, त्यो केही आइडियाहरू छन् अथवा तपाईँलाई भेट्न खोज्छन् भने के छ, सम्पर्क गर्ने माध्यमहरू केही छ? अब यस्तो छ, पहिलो कुरा त व्यक्ति आफैले पनि प्रयास गर्न सक्छ। भएन भने चाहिँ अब मनोपरामर्शकर्ता त्यसै गरी चाहिँ चिकित्सकहरू भए, हामी जस्तो काम गर्ने मान्छेहरू भए उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि चाहिँ सम्बन्धित ठाउँहरूमा यहाँहरूले जस हामीले तनाव व्यवस्थापन गर्न सक्छौँ। तनाव हुन्छ होइन, तनाव चाहिँ पार्ट अफ लाइफ हो होइन। यसले चाहिँ समस्या अथवा विकराल रूप लिनुभन्दा अगाडि नै हामीले त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्छौँ भन्ने हो आजको निष्कर्ष यही नै हो। केही मेसेजहरू छ तपाईँको अनुभवहरू अथवा चाहिँ तपाईँ विगत 15 वर्षदेखि चाहिँ यही क्षेत्रमा काम गरिराख्नु भएको छ, त्यस्तो केही कुनै अनुभवहरू अथवा केही मेसेजहरू छ? म के भन्न चाहन्छु भने तनाव अभिन्न अङ्ग नै हो। कति तनावलाई चाहिँ हामी चाहेर पनि मिनिमाइज गर्न सक्दैनौँ, एक्सटर्नल कारणहरू हुन्छन् होइन। आफूले गर्न सकिने चिज चाहिँ आफै अवेर हौँ होइन, र तनाव व्यवस्थापनका तरिकाहरू सिकौँ र तिनीहरूलाई हाम्रो जीवनमा उपयोग गरेर आफ्नो क्वालिटी अफ लाइफ, जीवनको गुणस्तरलाई राम्रो बनाऊँ, आफू खुसीले बाँचौँ। हामी अघि भन्दै थियौँ कि सबैजना खुसी हुन्, सबैजना निरोगी हुन्। त्यो हुनका लागि त आफैभित्र शान्त हुनु जरुरत छ। त्यसमा चाहिँ तनाव व्यवस्थापनले काम गर्छ। धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। महत्त्वपूर्ण समय दिनुभयो, यति व्यस्त समय चाहिँ हामीलाई दिनुभयो, यहाँलाई पनि विशेष धन्यवाद। आजको विषयवस्तु सुनिसके पछाडि तपाईँलाई कुनै जिज्ञासाहरू छन्, समस्याहरू छन् अथवा कुनै विशेषज्ञ अथवा चाहिँ यसँग अनुभवी चिकित्सकहरूबाट कुनै पनि सल्लाह सुझाव चाहनुहुन्छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। यदि यो कार्यक्रम चाहिँ राम्रो लाग्छ भने तपाईँले युट्युब च्यानलमा डाक्टर अमृत अथवा चाहिँ पोडकास्ट विथ डाक्टर अमृतमा चाहिँ तपाईँले फलो गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ। जति धेरै मानिसमा चाहिँ यो इन्फर्मेसनहरू फैलाउन सक्यो त्यति चाहिँ हामीले स्वस्थ समाज निर्माण गर्न सक्छौँ। धन्यवाद।